हेलो गुड मर्निङ गाइज। आज चाहिँ हामी फुपू भदै मिलेर म चाहिँ मेरो यता बारीहरू चाहिँ भिजिट गर्छौँ हामी। यो चाहिँ हाम्रो सिमी फल्दैछ है। यो चाहिँ हाम्रो अम्बा गवा के भन्छन् रे इङ्ग्लिसमा, अम्बाको बोट हो। यहाँ फलेको त छ तर राम्रोसँग देखिएको छैन। त्यसपछि हामी देखाउँछौँ चाहिँ कटर हो हाम्रो होइन, के भन्छन् रे कटरलाई इङ्ग्लिसमा अनुज? ज्याक फ्रुट हो। यो ज्याक फ्रुट हो। यो चाहिँ मेवा पपैया। त्यसपछि उयो यो लिचीको रुख हो। अलि उता चाहिँ आँपको छ, उयो पनि आँपको हो गाइज। अब हामी जान्छौँ तल हाम्रो धानहरू हेर्नलाई। यहाँ चाहिँ केरा रहेको छ, यो साग हो। यता पनि हाम्रो जग्गा हो पारीसम्म। त्यसपछि हामी यो के हो थाहा छ गाइज तपाईँहरूलाई? के जस्तो देख्छ? स्नेक प्लान्ट हो यो है। यहाँ चाहिँ हाम्रो फोहोरहरू जलाउने ठाउँ। यो हाम्रो बारी भयो। यता अब हामी हाम्रो धान देखाउँछौँ तपाईँले। हाम्रो कुखुराहरू यहाँ आइछन्, सिट बसेछ अहिले सबै धानको बाला धान भइसकेछ त हो। कति जाँदै यो हो हाम्रो यहाँ फुल पनि फुलेको छ, घन्टी फुल। वाउ भ्युज यहाँ पानी यो सबै हाम्रो धान हो गाइज। उयो चाहिँ हाम्रो घर हो, नयाँ घर। यो चाहिँ हाम्रो पुरानो घर। त्यसपछि आउँछ यता खाने पानीहरू छ, घरहरू बन्दैछ। यहाँ चाहिँ हाम्रो भिन्डी, कति धेरै भिन्डी छ यहाँ। त्यो बारी हो, पानी सिट रहेछ धेरै है। त्यसरी हिँड्ने यसरी। ए ल अब हामी फर्किन्छौँ। उसलाई मैले लडलाई पानी परेको छ कि धेरै परेर। ओहो हिँड्दैछौँ कहाँ त्यसपछि आउँछ हाम्रो यताको भ्युज। उता हुनुहुन्छ हाम्रो दाजु बोस रे। त्यसपछि अब हाम्रो यता जान्छौँ। यहाँ चाहिँ हाम्रो वाल बन्दैछ है। यो चाहिँ हाम्रो स्कुटर धाकेको छ। यो चाहिँ बाइक। यहाँ चाहिँ आमा खै कहाँ जानुभयो, ससुर हुनुहुन्छ। त्यसपछि आउँछ हाम्रो घर सो गर्छौँ बाहिरदेखि। यो चाहिँ हो 780 खुकुरी, जुन चाहिँ मेरो हस्बेन्डको पल्टनको। यो चाहिँ बिहा स्याप। यो चाहिँ हाम्रो ससुराको पल्टन। यहाँ आउँदै हुनुहुन्छ मम्मी। यता चाहिँ हाम्रो कुलो रहेको छ। यता चाहिँ अनुजलाई भिजिट गराउँदैछौँ हामी है। गाइज हाम्रो छोटो हाम्रो मिनी ब्लग चाहिँ सकिएको छ। बाई बाई।